हिमालको काखमा बसेको एउटा सानो सुन्दर गाउँ थियो जसको नाम थियो शीतलपाटी। त्यो गाउँका मानिसहरू मेहनती र सिधा थिए। गाउँको शिरमा एउटा विशाल पहाड थियो जहाँ वसन्तमा लालीगुराँस यसरी फुल्थ्यो कि मानव पहाडले नै रातो पछ्यौरी ओढेको जस्तो लाग्थ्यो। त्यही गाउँमा आमासँगै बस्ने एउटा सानो केटो थियो। उसको नाम जित थियो। जित साहसी र जिज्ञासु प्रकारको थियो। ऊ प्राय गाउँका अरू केटाहरूसँग पहाडमा खेल्न जान्थ्यो, तर उसको मनमा एउटा कुराले सधैँ डेरा जमाउँथ्यो। गाउँका बुढापाकाहरू भन्थे त्यो पहाडको टुप्पोमा सबैभन्दा ठुलो लालीगुराँसको रुख मुनि वनदेवता बस्छन्। उनलाई कहिले रिस उठाउनु हुँदैन। एक दिन गाउँमा ठुलो महामारी आइपर्यो। महिनौसम्म पानी पर्दैन। खेतहरू सुकेर फुट्न थाले, खोला नालाहरू सुके र मानिसहरू चिन्तित हुन थाले। गाउँका मुखियाले भने, वनदेवता हामीसँग रिसाएका छन्। कसैले उनलाई खुसी पार्न सक्यो भने मात्र पानी पर्छ। गाउँलेहरूले वनदेवतालाई खुसी पार्न भेटी चढाए, पूजा गरे, तर केही पनि प्रभाव परेन। दिन बित्दै गयो, गाउँको पीडा झन बढ्दै गयो। एक रात जितले सपनामा एउटा अनौठो आवाज सुन्यो। आवाजले भन्दै थियो, पहाडको आँसु चाहियो, पहाडको आँसु चाहियो। पहाडको आँसुले मात्र तिम्रो गाउँको प्यास मेट्नेछ। जित बिउजदा छक्क पर्छ। पहाडको आँसु भनेको के होला? उसले यो कुरा आफ्नी आमालाई सुनायो। आमाले भनिन्, बाबु, यी सब सपनाका कुरा हुन्। पहाड पनि कहिले रुन्छ र? तर जितको मनले मानेन। भोलिपल्ट बिहानै कसैलाई नभनी ऊ एक्लै पहाडतिर लाग्यो। उसलाई विश्वास थियो कि उसले पहाडको आँसु खोजेरै छाड्नेछ। ऊ उकालो चढ्दै गयो। बाटोमा उसले सुकेका बोट बिरुवा र तिर्खाएका चराहरू देख्यो। उसको मन झनै दुखी भयो। घन्टौँको पैदल यात्रापछि ऊ पहाडको टुप्पोमा पुग्यो, जहाँ सबैभन्दा ठुलो र पुरानो लालीगुराँसको रुख थियो। तर त्यो रुख पनि ओइलाएको थियो। त्यसका पातहरू पहेँलो भएका थिए र फुलहरू झरिसकेका थिए। जित निराश भएर त्यही रुखको फेदमा बस्यो। उसले आफ्नो गाउँको दुःख सम्झियो, आफ्नी आमाको चिन्तित अनुहार सम्झियो र तिर्खाले मर्न लागेका पशुपन्छीहरूलाई सम्झियो र उसको मन भरिएर आयो र ऊ डाक्को छोडेर रुन थाल्यो। ऊ रुँदै थियो। उसका ताता आँसुका थोपाहरू लालीगुराँसको रुखको सुकेको जरामा खसिरहेका थिए। अचानक उसले एउटा अनौठो परिवर्तन महसुस गर्यो। जुन सुकेको रुखको फेदमा ऊ बसेको थियो, त्यसको एउटा हाँगामा हरियो पालुवा पलाउन थाल्यो। एकैछिनमा त्यो हाँगामा एउटा टक्क रातो लालीगुराँस फुल्यो। फुलको बीचबाट शीतको एक थोपा पानी टपक्क जितको हातमा खस्यो। त्यो थोपा साधारण पानी जस्तो थिएन, त्यो चम्किलो र न्यानो थियो। त्यही नै बेला एउटा गम्भीर तर दयालु आवाज सुनियो, बाबु, नरौ। जितले टाउको उठाएर हेर्दा लालीगुराँसको रुखबाट एक तेजिलो आकृति प्रकट भयो। ती वनदेवता थिए। वनदेवताले भने, पहाडको आँसु भनेको सुन, चाँदी वा कुनै चमत्कार होइन। त्यो त निस्वार्थ मनबाट निस्केको करुणाको आँसु हो। तिम्रो गाउँलेहरूले भेटी चढाए, तर उनीहरूको मनमा डर र स्वार्थ थियो। तिमीले आफ्नो लागि होइन, सारा गाउँ र प्रकृतिको दुःखमा आँसु झार्यो। यही नै साँचो भेटी हो। त्यसपछि वनदेवताले जितको हातमा रहेको शीतको थोपालाई देखाउँदै भने, यो लालीगुराँसको आँसु हो। यसलाई लैजाऊ र गाउँको मुहानमा राखिदेऊ। जितले खुसी हुँदै त्यो शीतको थोपालाई पातको दुनामा बोकेर गाउँतिर दौडियो।
उसले त्यो चम्किलो थोपालाई गाउँको सुकेको मुहानमा लगेर राखिदियो। त्यसपछि त्यो गाउँमा एउटा चमत्कार भयो। मुहानबाट तुरुन्तै पानीको सानो धारा फुट्यो र बिस्तारै त्यो बढ्दै गयो। आकाशमा कालो बादल मडारिन थाल्यो र एकैछिनमा झमझम पानी पर्न थाल्यो। गाउँलेहरू खुसीले नाच्न थाले। त्यो दिनदेखि शीतलपाटी गाउँमा कहिले खडेरीको अनिकाल लागेन। गाउँलेहरूले बुझे कि प्रकृतिलाई सुन चाँदीको भेटी होइन, तर माया, सम्मान र करुणा चाहिँदो रहेछ। र जितलाई सबैले लालीगुराँसको आँसु ल्याउने केटो भनेर चिन्न थाले, जसले सिकायो कि सबैभन्दा ठुलो शक्ति स्वार्थमा होइन, निस्वार्थ प्रेम र दयामा हुन्छ। हजुर, तपाईहरूलाई यो कथा कस्तो लाग्यो? तपाईहरूलाई जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला र यदि मन पर्यो भनेदेखि एउटा लाइक र सेयर गर्न नभुल्नुहोला। तपाईहरूले खरो एक्सप्लेनर युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नुहोला र सब्सक्राइब गरिसक्नु भएको छ भने यहाँहरूलाई धेरै धेरै धन्यवाद। र अर्को भिडियो कुन विषयमा हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट मार्फत राख्नुहोला। म त्यही विषयमा भिडियो बनाउने छु भन्दै आजको लागि बिदा दिनुहोस्। अर्को भिडियोमा भेटौँला। हवस् त, नमस्ते।